जुजुलबा नबसी थोगोइले चिसान जना सना दिगुदु थोखा नेपाल भाषा एकेडेमी नीति अनक मिडिया प्रणाली या दिबया एफएम 106.6 मेगाहर्ट्ज थौया ज्याजोले जे छम पामे ज्या त नाप्लाय नीति थन्जी किपु नगरपालिका वडा नम्बर 4 या हटक्यापाती जोंगु बालकुमारी स्कुले वया छनकदु अले वेक थौया छि पामे जु सुख वेक न समाजे याना दिगु भोगे याना दिगु ख गति ख अले वेक संघर्ष बाख त थौ वेक पाखे थौ छि सन्ये निगु हेजु ते 21औं शताब्दी वे ढुङ्कान समाजे ज्यातोंगु छुवाछुत जाते भेदभाव या विशेष थौ चिस थौ ज्याजो न्याके तेनगुदु उके यानिति थौ दिथन सम के मेजु बालकुमारी ले बनादी मति के मेजु याटा छन्जी नाप्लाव या तेनगु ख वे कथन बालकुमारी माध्यमिक विद्यालयले बनादी वे कह कुसुम परियार हजुर थौ वे कहिदा छौ चिस ज्याजोले लस्कुसिया पाकी होनी अले वे कन पठाउँछि स खास भाषा है नोया पुछि हजुर वे कहिदा छौ चिस ज्याजोले लस्कुसिया पाकी होनी कुसुम जो हजुरलाई स्वागत छ जिमिसा कार्यक्रममा ए हजुर धन्यवाद नमस्ते मेरो नाम प्रथम त हजुरको परिचय एकचोटि पाउनु सबैलाई मेरो नाम चाहिँ कुसुम परियार हो हजुर अनि म चाहिँ बालकुमारीमा कक्षा 10 मा पढ्छु अहिले बालकुमारीमा 10 क्लासमा पढ्दै हुनुहुन्छ हजुर 10 मा हजुर अनि परिवारमा चाहिँ को हुनुहुन्छ हजुरको मेरो परिवारमा चाहिँ ड्याडी मम्मी भाइ बहिनी अनि म चाहिँ 5 जना हजुर अनि हजुरको अहिले पढाइ चाहिँ कस्तो चलिरहेको छ अहिले त अब अस्ति भर्खर 3 दिन जति भयो हैन होल्ड डे स्कुल लागेको त्यो भन्दा अगाडि चाहिँ अब कोरोनाले गर्दाखेरि क्लास लिन पाएन स्कुल पनि लिन पाएन अनि त्यही भएर चाहिँ अनलाइनबाट क्लास लिइरहेको थियो अनि अस्तिबाट चाहिँ 3 दिन जति भयो होल्ड डे स्कुल आएको हजुर अनि अनलाइन क्लास लिनु हुँदाखेरि हजुरले कुन समयमा कसरी लिँदै हुनुहुन्थ्यो अनलाइन क्लास लिँदाखेरि चाहिँ हाम्रो एक दिनमा 5 वटा विषय हुन्थ्यो हैन अनि 10 बजेदेखि 2 बजेसम्म एउटा सब्जेक्टको 45 मिनेट 30 मिनेट गरेर दिन्थ्यो जुम एपबाट जुम एपबाट लिनु हजुर हजुर अनि अहिले कति विद्यार्थीहरूको त यो अनलाइनबाट क्लास लिनको लागि पनि यो नेटको प्रब्लम कसैको मोबाइलको प्रब्लमहरु पनि त्यस्तो पनि भइरहेको पनि छ तपाईको चाहिँ अवस्था चाहिँ कस्तो छ मेरो चाहिँ अवस्था पहिला चाहिँ हैन अब साथीको घरमा गएर क्लास लिन्थे अनि मोबाइल चाहिँ थियो नेट चाहिँ थिएन अनि त्यही भएर अब एमबीबाट मात्रै सम्भव नहुँदैले साथीकोबाट क्लास लिन्थे अनि अस्ति भर्खर सरले नेट जोडिदिनु भएपछि 2-3 दिन चाहिँ नेटबाटै लियो घरबाट सरले भन्नाले सर हजुर हजुरलाई चाहिँ एकजना सरले चाहिँ मिलाइदिनु भयो हजुर हजुर जस्तै कि अहिले हेर्ने भने हजुरलाई मैले भेट्न आउनुको कारण पनि के हो भन्दाखेरि अहिले चाहिँ प्रायः जस्तो यो जातीय भेदभाव छुवाछुतको विषयमा धेरै कुराहरू अहिले आइरहेको छ हैन त्यसो भएको कारणले गर्दाखेरि हजुरको समाजमा पनि यस्तै घटनाहरू भएको कुरा मैले सुनेको कारणले गर्दाखेरि आज तपाईको मार्फत हैन तपाईको समाजमा घटिरहेको घटनाको विषयमा के कस्तो भइरहेको छ भन्ने कुरा चाहिँ अब हामीले बुझ्नको लागि आएका हौं त्यसैले हजुरको समाजमा चाहिँ वास्तवमा यो जातीय छुवाछुतको विषयमा के कस्तो कुराहरू छ मेरो समाजमा चाहिँ भन्दाखेरि हैन धेरै जस्तो हुँदैन त्यही कहिले कदापि धारातिर आउँदाखेरि हैन अब हाम्रै धारामा आउँदा अरु जातीय ठुलो जातीय मान्छेहरू हाम्रै धारामा आउँदाखेरि चाहिँ हामीले नै पन्छ्याउने गर्ने हुनुहुन्छ हैन हजुर समाजमा मात्र नभएर यो जातीय भेदभाव चाहिँ अहिले स्कुलमा पनि भोगेको नै हो अनि स्कुलमा पनि अब साथीहरूद्वारा नै म एक्लै बस्थेँ क्लासमा बेन्चमा पनि एक्लै हुन्थेँ मेरो सुदीक्षा भन्ने साथी थियो उसको चाहिँ बिरामी हुने भएकोले कहिले आउँथ्यो कहिले आउँदैन थियो अनि त्यो बेलामा चाहिँ मैले कसैको साथ पाउँदैन थियो म एक्लै बस्नु पर्थ्यो क्लासमा यो चाहिँ कहिलेको घटना हो खास कहिलेको पहिलाकै हो धेरै पहिलाको धेरै पहिलादेखि नै हजुर हजुर लगभग अहिले 10 मा भनेपछि 2 क्लास पढ्दाखेरि देखेको 2 क्लास देखि नै हजुरले चाहिँ यो कुरा चाहिँ भोग्दै आउनु भएको हजुर 8 सम्म नै भोगेको भनौं हजुर हजुर अनि के भयो अनि बेन्चमा बस्दा पनि कहिले ढिला गयो भने पनि बाहिर राख्दिने अनि बेन्चमा पनि एक्लै बस्नुपर्ने साथीहरुसँग घुलमिल हुन नपाउने म अनि खादाहरु पनि अब साथीहरुको शेयर गरेर खान्थ्यो हैन अनि त्यो शेयर गर्ने त्यो ह्याप्पीनेस हुन्छ नि जुन खुशीको वातावरण त्यो चाहिँ मैले पाएन अनि बेन्चमा पनि एक्लै बस्नु पर्थ्यो अनि टिचरहरुबाट पनि धेरै भोग्नु पर्थ्यो
एउटा म्याम हुनुहुन्थ्यो होइन, उहाँले चाहिँ मलाई त्यो जातकै कारणले गर्दाखेरि भइरहेको कपाल पनि बिगारेर त्यो क्लासभरि डुबाउने यस्तो गर्नुहुन्थ्यो। तपाईँले स्कुल जाँदाखेरि तयारी गरेर जानुभएको मिलाएर जानुभए तापनि त्यस्तो चाहिँ अवस्था हुन्थ्यो। मम्मी शिक्षित नहुने, घरमा कोही पनि शिक्षित नहुने, त्यो उमेरमा मलाई सबै होमवर्कहरू पनि गर्न नआउने। अब कहाँ सबैको एउटै क्षमता हुन्छ त होइन। अनि होमवर्कहरू नआएको होमवर्कहरू स्कुलमा साथीहरूसँग गएर सेयर गर्छु भन्दाखेरि पनि कसैले पनि हेर्न दिँदैन थियो मलाई। अनि त्यसैलाई इस्यु बनाएर चाहिँ मेरो कपालहरू पनि बिगारेर क्लासभरि यो यस्तो भनेर डुलाएको थियो एकचोटि मलाई। हजुर, स्कुलकै म्यामले पनि? हजुर। भनेपछि अहिले जातीय भेदभाव हामीले गर्नु हुँदैन भनेर जसले चाहिँ सिकाउनुहुन्छ, हजुर, उहाँ शिक्षिकाले नै हजुरको लागि त्यस्तो व्यवहार गर्नुभयो? हजुर। अनि हजुरले त्यो बेलामा आवाजहरू उठाउनु भयो कि भएन, त्यस्तो कुराहरू त्यस्तो सेयरिङ गर्नुभयो कि भएन? त्यो बेलामा त्यो धेरै अगाडिको कुरा थियो, त्यो बेलामा बच्चै थिएँ म होइन, त्यो भएर यो आवाज उठाउनु पर्छ, यहाँ गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने केही पनि थाहा पनि थिएन। जब अहिले बुझ्ने बेला भयो तब मैले आवाज उठाएर म यहाँसम्म आइपुगेँ। हजुर। अनि पहिला मैले एकचोटि प्रिन्सिपल, एकचोटि मात्रै होइन बारम्बार प्रिन्सिपलकोमा पनि, प्रिन्सिपल सरलाई पनि कम्प्लेन त गरेको होइन, तर केही एक्सन त्यस्तो कदम केही पाल्नु भएन। अनि त्यसैले मैले यहाँ छु। हजुर, भनेपछि अहिले हजुरले चाहिँ अब पहिलादेखि पढ्दै आउनुभएको स्कुल चाहिँ त्यही हो कि अहिले स्कुल चेन्ज गर्नुभयो कि त्यो भेदभावको कारणले गर्दाखेरि के हो अहिले? त्यही भेदभावको कारणले अब कति एक्लै बस्नु जस्तो लाग्यो मलाई पनि होइन। हजुर। अब मम्मी त्यही स्कुलमा काम गर्नुहुन्थ्यो होइन, मम्मीको पनि ठुलो रहर थियो त्यही स्कुलबाट आफूले काम गरेको स्कुलबाट छोरीलाई एसएलसी बिदाई गरेको, खाता लगाएको, टिका लगाएको हेर्ने ठुलो रहर थियो होइन। त्यही भएर पनि म सहेर जति जे भए पनि सहेर बस्छु भनेर सहिरहेको थिएँ। तर अति नै भयो, अब पहिलेदेखि एक्लै बसेको पछिसम्म पनि एक्लै बस्न त त्यो सम्भव नै छैन नि। मानव भएपछि त अब अवश्य कसैको साथ चाहिन्छ होइन। अनि त्यो बेलामा चाहिँ मैले पाइनँ। अनि 8सम्म पढेँ, अनि पछि अब 8 पछि चाहिँ ल स्कुल चेन्ज गर्नु पर्यो भनेर अनि स्कुल चेन्ज गरेको। त्यही कारणले गर्दाखेरि मैले अब स्कुल पनि चेन्ज गरेर अहिले बालकुमारी माध्यमिक विद्यालयमा पढ्छु। भनेपछि तपाईँले यहाँ बालकुमारी माध्यमिक विद्यालयमा चाहिँ जोइन हुनुभएको चाहिँ 9 क्लासदेखि? हजुर, 9 क्लासदेखि अहिले लगभग 1 वर्ष कति भयो, 1 वर्ष 6-7 महिना। यो ठ्याक्कै लकडाउन अगाडि मात्रै जोइन गर्नुभएको? हजुर, लकडाउनको अगाडिको वर्ष। हजुर हजुर। अनि अब जस्तै कि हामीले हेर्ने हो भने अब तपाईँले भन्नुभयो सुरुमा तपाईँले केही पनि थाहा थिएन, आवाज उठाउनु पर्छ भन्ने कुरा थाहा थिएन, त्यसैले तपाईँले त्यति बेला सहनु भयो। हजुर। त्यसपछिबाट तपाईँले चाहिँ अब बुझ्दै आउँदाखेरि सहनु हुँदैन भन्ने कुरा थाहा पाइसकेपछि आवाज उठाएर त्यो ठाउँमा बस्न नसक्ने भएपछि अहिले यता स्कुल पनि चेन्ज गर्नुभयो। हजुर। भनेपछि अब तपाईँको मम्मी पनि त्यही स्कुलमा काम गर्नुहुन्छ होइन, तपाईँ पनि त्यही स्कुलमा पढ्नुभयो भने त्यो चाहिँ तपाईँलाई त्यो स्कुलमा त्यस्तो व्यवहार गरेको छ भने पक्कै पनि मम्मीलाई पनि त्यो व्यवहार कस्तो छ त त्यहाँ? मम्मी त्यही स्कुलमा काम गर्नुहुन्थ्यो होइन। अनि पिकनिकहरू जाँदाखेरि होइन सबै स्टाफहरूलाई बोलाइन्थ्यो। अब त्यो स्कुलको सिस्टरहरू, टिचरहरू, अनि गेटको दाइहरू सबैलाई बोलाइन्थ्यो। तर मम्मीलाई चाहिँ छुट्याइन्थ्यो, कहिलेकाहीँ मात्रै केही काममा पऱ्यो भने मात्रै बोलाइन्थ्यो। पिकनिकहरू जाँदाखेरि इभन बोलाइयो भने पनि अब त्यो पकाइरहेको ठाउँमा, त्यो वनभोजहरू गर्दाखेरि पकाइरहेको ठाउँबाट एकदम टाढा नै राखिन्थ्यो भनौँ, अब यता नआइजो भन्ने टाइपको थियो। भनेपछि हजुरलाई मात्र होइन मम्मीलाई पनि त्यो व्यवहार गरिन्थ्यो? हजुरसँग एकछिनपछि हामी कुराकानी गर्ने नै छौँ है त। बच्चा हागको दिपाली बा हाकनाच पतिता हल्लस बस्याना छ कुसुम गयो। अब जस्तै कि अब एकजना हजुर चाहिँ टिनेजर हुनुहुन्छ होइन त? अब टिनेजर भनेपछि कस्तो एज हो होइन? अहिले यो समयमा कस्तो मन अहिले हाम्रो होइन, हाम्रो मनमा चाहिँ कस्तो कुराहरू खेलिरहेको हुन्छ? किनभने कति अभिभावकहरूले चाहिँ यो टिनेजमा बच्चाहरू बिग्रिने समय हो, बच्चाहरूको मनको भावना हामीले बुझ्न सक्दैन, के हो कसो हो, बोल्दा नि बोल्दैन भन्ने धेरै गुनासोहरू भएको कारणले गर्दाखेरि आज तपाईँको मुखबाट यो ठिक एज भनेको के हो र यो समयमा कस्तो भावनाहरू आउँछ त्यो बताइदिनुहोस् न। हजुर, टिनेज भनेको चाहिँ 13 देखि लिएर होइन 19 सम्मको एजलाई चाहिँ टिनेज भनेर 13 देखि 19 भनिन्छ होइन। टिनेजको एज भनेको चाहिँ 13 to 19 हो भनेर भनौँ होइन। 13 to 19 को एजमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब हामीलाई अब टिनेज नै त हो नि,
अब परिवारहरूले भनेको कुराहरू रमाइलो नलाग्ने राम्रो नलाग्ने अब परिवारहरूले पनि सबै हामीले भनेकै कुरा गरिदिउँ जस्तो लाग्ने होइन हामीले जे भने त्यही मानिदिउँ जस्तो लाग्ने हुन्छ अनि टिनेजको एजमा चाहिँ हामीलाई कस्तो हुन्छ भने अब साथीहरूको कुरा एकदम धेरै राम्रो लाग्छ होइन साथीहरूले अब जे जता जाऊँ भने त्यतै जाने अब साथीहरूसँग मात्र घुलमिल हुन मन लाग्ने अब परिवार त शत्रु जस्तो लाग्ने त्यस्तो हुन्छ अब परिवारले यो गर्नुहुन्छ यो गर्नु हुँदैन भनेर सिकाइरहनु भएको हुन्छ नि त हामीलाई चाहिँ आफूले गरेको मात्रै सही हो ल अरूले गरेको गलत जस्तो लाग्छ होइन त्यस्तो सोचहरू आउँदो रहेछ होइन अनि टिनेज भनेको चाहिँ यस्तो एज हो कि होइन अब त्यसमा टिनेजमा चाहिँ अब दुईटा बाटो हुन्छ अरे कि एउटा बिग्रिनेपट्टि लाग्ने र एउटा सप्रिनेपट्टि लाग्ने अब त्यसमा अब आफू कुन बाटोपट्टि जान्छ त्यसमा भर पर्छ त्यसमा डिपेन्ड हुन्छ होइन अब आफूले लम्बा राम्रो गर्छु भनेर सोच्यो भने राम्रो बाटोतिर गइन्छ र नराम्रो गर्छु बिग्रिन्छु बिग्रिने मतीमा लाग्छु कुलतमा फस्ने एजहरू भनेको पनि टिनेजमै हो कुलतमा फस्ने अनि पछि जाड रक्सी चुरोट गाँजाहरू खान सिक्ने एज भनेको पनि टिनेजमै हो यो गाँजा रक्सीहरू चाहिँ अब केटाहरूले मात्रै नभइकन पनि केटीहरूले पनि खाने गर्दो रहेछ टिनेजमा चाहिँ भनेपछि त्यो सङ्गतले असर हुने भयो त्यसैले त अब हामीलाई साथीहरू बढी महत्त्वपूर्ण लाग्ने त परिवारहरू भन्दा पनि भनेपछि अब अघि हजुरले भन्नुभयो होइन साथीहरूसँग रमाइलो गर्न मन लाग्छ साथीहरूसँग घुलमिल हुन मन लाग्छ यस्तो टिन एजको समयमा पनि यस्तो अवसरमा पनि होइन साथीहरूले त्यो भेदभाव गरेको देख्दाखेरि साँच्चै मन दुख्छ होला त्यो बेला साँच्चै नै मन दुख्छ रहेछ अब कहिलेकाहीँ त मरुङ लाग्ने बेकार जन्मिएछु जस्तो पनि लाग्ने पनि हुन्थ्यो त्यस्तो पनि मनमा सोच त्यस्तो पनि एकचोटि त म घर नै गइनँ स्कुलबाट 4 बजीतिर छुट्टी भयो त्यसपछि बाहिर एक्लै डुलेर बसेर अनि बेलुका मम्मी खोज्दै जानु भएपछि अनि घर गएको म भनेपछि त्यो समयमा अब जुन अघि तपाईँले भन्नुभयो टिनेज भनेको आफ्नो लागि मात्र सोच्ने आफ्नो लागि प्यारेन्टको लागि सोचेको भए त घरसम्म त पुग्थ्यो होला होइन प्यारेन्टको लागि नसोचेर आफ्नो लागि सोच्ने एज भएको कारणले गर्दाखेरि घर पनि नजाऊ भनेर तपाईँले घर पनि जानु भएन त्यो समयमा अब टिनेजमा चाहिँ कस्तो हुँदो रहेछ भने म मात्र सही हो मैले जे पनि गर्न सक्छु भनेर जस्तो हुँदो रहेछ त्यो बेला म के सोचेर बाहिर घर नगएको भने जब खाना मात्रै पकाउने त अनि खाने त अनि मैले सबै गर्न सकिहाल्छु नि जस्तो लाग्यो अब खाना पकाउन खाना पनि छुट्टै बसेर त सबै आफै किन्नुपर्छ भने चाहिँ थाहा थिएन त्यो बेलामा भनेपछि आफैले त्यो व्यवहार धार्नुपर्छ भन्ने थाहा थिएन मात्रै भयो होइन त्यसले गर्दाखेरि त्यसमध्येमा पनि अब फेरि यो जातीय छुवाछुत भेदभावको कारणले गर्दाखेरि पनि हजुरलाई चाहिँ अलिकति गाह्रो भयो समाजमा घुलमिल हुनको लागि चाहिँ हजुर अनि अब जस्तै कि तपाईँले भन्नुभयो टिनेजमा अब यस्तो कुराहरू त भइ नै हाल्यो तर यो समयमा मैले प्रायः चाहिँ देखेको चाहिँ कुरा चाहिँ कस्तो छ त भन्दाखेरि बाल विवाह पनि एकदमै भइरहेको पनि देखिराखेको छ हजुर अनि यो बाल विवाह चाहिँ वास्तवमा कस्तो छ तपाईँको विचारमा यसको विषयमा के भनिदिनुहुन्छ कि अब टिनेज भनेपछि अब यो एजमा मान्छे एकदम धेरै चञ्चले हुन्छ जो देखे पनि मनपर्ने हुँदो रहेछ होइन अब यो देखे पनि राम्रो लाग्ने त्यो देखे पनि राम्रो लाग्ने अब त्यस्तो अट्र्याक्सनहरू पनि हुँदो रहेछ अब कतिजना त अब प्रेममा पनि पर्नु भएको होला अब कसैको सफल हुन्छ कसैको असफल हुन्छ होइन अनि कतिले चाहिँ अब अहिलेको एजमा अहिले 14-15 वर्षमा रिलेसनमा बसेर अब पछिसम्म पनि रिलेसनमा बस्ने अनि पछि गएपछि हामी एक हुने भनेर सोच्दो रहेछ कसैले चाहिँ होइन अनि कोही चाहिँ अब पछि हामीलाई छुट्याउँछ पछि हामीलाई अब घर परिवारले हाम्रो सम्बन्ध स्वीकार्दैन भनेर चाहिँ कोही चाहिँ अहिले नै भागेर बिहा गर्ने बाल विवाह गर्नेहरू पनि हुँदो रहेछ र अहिले मन परेर बाल विवाह गर्ने र पछि गएर अब उनीहरूलाई केही कुरामा चित्त नबुझेर दोस्रो विवाह गर्ने अनि छुट्टिने अनि कोही डिप्रेसनमा पर्ने कोही आत्महत्या गर्ने पनि धेरै देखेको छु हजुर भनेपछि यो सबै असर भएको कारण चाहिँ टिनेजरकै चञ्चलपना नै हो हजुर चञ्चलपना नै भन्छु हजुर भनेपछि अब जस्तै कि यो समयमा अब आफूले भनेको मात्र सही अब आमा बुवाले भनेको कुरालाई चाहिँ गलत जस्तो लाग्ने होइन अब योसँग नलाग योसँग नहिँड भन्दाखेरि पनि होइन यो त मलाई छुटाउन लागि भने हो मेरो राम्रो भलाइको लागि भनेको होइन भन्ने खालको त्यो सोचाइले गर्दाखेरि एक आपसमा चाहिँ बाल विवाह भएको कारण चाहिँ यहाँबाट जस्तो लाग्छ हो अब बाल विवाह अब कसैको चाहिँ अब घरकै समस्या हुन्छ होइन अब बुवा आमा हुन्छ नि अब जाँड रक्सी खाने अब बस्नै नसक्ने भएर कसैले चाहिँ बाध्यताले नै गर्छ र बाध्यताले भन्दा धेरै जस्तो अहिले चाहिँ आफ्नै मन खुसीले राम्रो लागेर चञ्चलपनाले नै अहिले नै अब त्यो बाल विवाह गर्यो भने के हुन्छ
कस्तो हुन्छ भनेर थाहा नपाएरै गर्छन् अहिले चाहिँ। भनेपछि त्यो व्यवहारिक कुराहरू थाहा नभएको कारणले गर्दाखेरि अहिले चाहिँ यस्तो धेरै चाहिँ अनि अब यो मात्रै नभएर जस्तै कि अब अघि भन्नुभयो तपाईँले अभिभावकलाई चाहिँ हामीले राम्रो सोच्दैन तर अभिभावकले चाहिँ वास्तवमा हेर्ने भनेदेखि चाहिँ अब आफ्नो छोराछोरीहरू त बिग्रोस् भनेर त कसैले पनि चाहदैन होइन तर आफ्नो छोराछोरीहरूलाई चाहिँ सपार्नको लागि त्यो छोराछोरीको मनभित्रको कुरालाई चाहिँ एकदमै बुझ्न त गाह्रो भएको कारणले गर्दाखेरि उनीहरूलाई के गर्नुपर्छ भनेर थाहा नभएर अन्यमा परेको अभिभावकहरू चाहिँ धेरैजना हुनुहुन्छ त्यसो भए अब अभिभावकहरूले चाहिँ कसो गरिदिएमा यो समयमा बच्चालाई राम्रो बाटो तर्फ चाहिँ हामीले लान सक्छौँ जस्तो लाग्छ हजुरको विचारमा चाहिँ तपाईँ एकजना टिनेजर हुनुहुन्छ सबैको अभिभावक यदि यो स्वभाव अहिले तपाईँमा छ भने तपाईँको परिवारले अभिभावकले यो गरिदियो भनेदेखि चाहिँ यस्तो गरिदिनु भयो भनेदेखि चाहिँ मलाई चाहिँ सही बाटोमा चाहिँ लान सकिन्छ कि भन्ने खालको केही सोच हजुरको अब त्यो परिवारले सोच्ने भन्दा पनि यो भइसकेको हुन्छ नि त आफूमा पनि अब धेरै बुझ्ने भइसकेको हुन्छ अब परिवारले मात्र सबै गरिदिउन् यस्तो गरिदिउँ त्यस्तो गरिदिउँ चाहिँ म भन्दिनँ होइन किनकि परिवारले अब धेरै कुराहरू गर्नुपर्ने हुन्छ धेरै सोच्नुपर्ने हुन्छ टाइम दिन नसक्ने हुनुहुन्छ त्यसैले ठिक हुन्छ कुनमा जानु हुँदैन भने त्यो त आफूलाई थाहा भइसकेको हुन्छ नि त अब कस्तो सङ्गत गर्ने कस्तो सङ्गत नगर्ने भनेर चाहिँ आफूले छुट्याउन सक्ने हुनुपर्छ आफूमा सक्षम भयो भने मात्रै अनि परिवारको भर पर्नुपर्छ जस्तो लाग्छ मलाई हजुरको विचारमा हजुर है पक्कै पनि अब जस्तै कि यसमा चाहिँ सबैको हात छ अभिभावकको पनि छ आफूले पनि चेन्ज हुनुपर्ने कुरा छ भने अब स्कुलमा पनि टिचरहरूले पनि उसको लागि के गरिदिनु पर्यो त्यो कुरा पनि त हुन्छ सबैको जिम्मेवारी त पक्कै पनि छ समुदायकोदेखि लिएर हरेक कुराको त एउटा विद्यार्थीको होइन भविष्य सुधार्नको लागि चाहिँ सबैको जिम्मेवारी पक्कै पनि छ हजुर छ एकदम अब जस्तै कि अब हेर्नुभयो भने तपाईँले अघि भन्नुभयो अब जातीय भेदभावको कारणले गर्दाखेरि हजुरलाई मरौँ जस्तो घरमै नजाउँ जस्तो यो यसको कारणले पनि एक त त्यो भइहाल्यो त्यो भयो भनेदेखि चाहिँ अब पक्कै पनि त्योबाट तपाईँले आवाज उठाउनु भयो होइन अब तपाईँले मैले चाहिँ यस्तो सोच्नु हुँदैन भनेर तपाईँले त सोच्नु भयो नि त्यसो भएदेखि अब यसरी आवाज उठाउन नसकेका अझैसम्म पनि त्यस्तो मन लिएर बसेका हाम्रा भाइ बहिनी या अरू कोही होइन उसलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ अब म जस्तै अब जति पीडा मैले पाएँ नि त्यति पीडा चाहिँ अरूले नपाउन् भन्ने चाहन्छु म किनकि यस्तो पर्दाखेरि यस्तो जातीय विभेदहरू हुँदाखेरि डिस्क्रिमिनेटहरू हुँदाखेरि कति पीडाहरू चाहिँ मैले भोगिसकेको छु होइन अब त्यस्तै अरूले पनि नभोगुन् भन्नको लागि चाहिँ म के भन्न चाहन्छु भने अब विभिन्न खालको अवेरनेस प्रोग्रामहरू हुन्छ नि अब जो बोल्न सक्दैन अब कतिजना त यसरी दबिएर बसेका छन् अब मैले आज आवाज उठायो भने भोलि त्यसले आएर मलाई केही गर्ला भनेर सोचेर आवाज नउठाइकन बसेका छन् अब त्यस्तो आवाज नउठाइकन बस्नु भएकोहरू होइन अनि त्यस्तो म जस्तै अरू पीडितहरूको लागि चाहिँ म अब आफूले सिकेको कुराहरू आफूमा जति ज्ञान छ त्यति म अरूलाई चाहिँ बाँड्न चाहन्छु अब त्यसको लागि चाहिँ अवेरनेस प्रोग्रामहरू स्कुलमा गएर हुन्छ कि महिला समूहबाट बाल सञ्जालबाट हुन्छ कि कसरी हुन्छ अब त्यो ट्रेनिङ दिने प्रोसेसमा चाहिँ प्रक्रियामा चाहिँ म लागिरहेको छु अब तपाईँको सोच चाहिँ त्यस्तो छ हजुर अहिले तपाईँले पछि अब अवेरनेस आफूले भोगेको कुरा अरूलाई चाहिँ नहोस् भनेर चाहिँ तपाईँले ट्रेनिङ दिने चाहिँ मन गर्नुभएको छ हजुर ट्रेनिङ दिनुभयो भने कस्तो कस्तो अवेरनेस प्रोग्रामहरू तपाईँले गर्न सक्नुहुन्छ अवेरनेस प्रोग्रामहरू जातीय विभेद मात्रै हाम्रो प्रब्लमहरू समस्या नभइकन धेरै समस्याहरू पनि छ हामीसँग होइन अब कतिजनाको महिनावारी हुँदाखेरि अब स्कुलमा महिनावारी हुन्छ भन्न नसकेर टाउको दुख्यो भनेर बाहना बनाएर घर जान्छ होइन घर जान्छ अब त्यसको लागि चाहिँ नसकेको कुराहरूले त्यसको धेरै समस्या आउँछ नि त अब एक दिनको महिनावारीले 4 दिनको महिनावारीले गर्दाखेरि 4 दिन त स्कुल त नआउने नपढ्ने त्यो त भएन नि त अनि त्यसैले अब त्यो बोल्न सक्ने क्षमता बढाउने खालको प्रोग्रामहरू अनि अवेरनेस प्रोग्रामहरूमा चाहिँ लाइफ स्किलहरू अनि त्यस्तोहरू चाहिँ अब सेनिटरी प्याडहरूको बारेमा अनि यो लजाउनु हुँदैन भन्ने खालको चाहिँ अवेरनेस प्रोग्राममा चाहिँ हजुर अनि त्यसको लागि हजुरले कतै पहल गर्नुभएको छ कि छैन वडामा महिला समूहहरूमा मसँग यतिसम्मको स्किल छ म यति दिन सक्छु भन्ने खालको त्यस्तो पहल गर्नुभएको छ कि छैन
त्यस्तो पहल त अहिलेसम्म त गरेको चाहिँ छैन। अब एकचोटि चाहिँ मैले आफ्नै स्कुलमा लाइफ स्किल ट्रेनिङ दिएँ। 8, 9, 10 लाई चाहिँ 3टा क्लासलाई चाहिँ राखेर अब ट्रेनिङ दिएँ। अब आफ्नै स्कुलमा भएको भएर मलाई एकदम धेरै सजिलो भयो होइन। अब अरू स्कुलहरूमा गर्नको लागि चाहिँ अब वडामा भनेर हुन्छ कि कसरी हुन्छ कि त्यो चाहिँ म गर्ने प्रयास गर्छु। हजुर हजुर चाहिँ कोसिस गर्दै हुनुहुन्छ हजुर त्यसको त्यसको लागि लागि चाहिँ हजुर हजुर भनेपछि हजुरसँग फेरि हामी एकछिनपछि कुराकानी गर्ने है त। हस्। जातीय भेदभाव छुवाछुत होइन हटाउनको लागि हुन त वास्तवमा कानुनले यो कुरालाई चाहिँ त्यस्तो गर्नु हुँदैन भन्ने खालको चाहिँ कानुन पनि आइसकेको छ होइन, तर कार्यान्वयन चाहिँ भएको छैन। त्यो चाहिँ यो कार्यान्वयन गराउनको लागि कस्तो गरेमा समाज परिवर्तन ल्याउन सकिन्छ जस्तो लाग्छ हजुरको विचारमा? समाजमा परिवर्तन ल्याउन त अब समाजमा बसिरहेको मान्छेहरू नै पहिला सुरुमा त चेन्ज हुनु पर्यो एक त होइन। अनि अब जसले जातीय विभेद गर्छ उसलाई त अब केही सजाय त अहिलेसम्म केही दिएको त छैन नि। अब जातीय विभेद गर्यो, अब मुखामुख बोल्यो, झगडा गर्यो, सक्यो भइरहेको छ नि त अहिलेसम्म त। अब त्यो जातीय विभेद गर्नेहरूलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि अब जसले जातीय विभेद गर्यो उसले अब उजुरी गरेर हुन्छ नि, जसलाई पीडा भयो होइन उसले उजुरी गरेर कानुनसम्म कुरा लिएर आएर अब कानुनमा के छ त यो विभेद गर्नेहरूलाई कति जरिवाना अनि कति सजाय छ अब त्यसलाई चाहिँ लागू गरेर होइन सजाय दिएर हुन्छ कि अब जरिवाना उठाएर हुन्छ कि कसरी हुन्छ। अब त्यो सजाय दिएर कानुनमा उभाएपछि अब डर हुन्छ नि, त्यो एउटा त्रास भयो नि त। अब कति दिनसम्म थुन्ने या त्यहाँ होला नि त कानुनमा त। अब त्यो चाहिँ गरिसकेपछि चाहिँ अब उनीहरू डर त्रास बढ्छ अनि पछि त्यो उनीहरूले यो गर्नु हुँदैन रहेछ है भनेर चेतना फैलिन्छ। अब यो समाज परिवर्तन गर्नको लागि चाहिँ एक त कानुनलाई पालना गर्नु पर्यो होइन, र अर्को त के गर्नु पर्यो भन्दाखेरि अब उनीहरूमा चाहिँ जनचेतना फैलाउनु पर्यो कि सुरुमा त अब उनीहरूलाई अब विभेद गर्नु हुँदैन भन्ने थाहा नै छैन त। अब विभेद गरेर अनि त्यो सजाय पाएर त हुनेवाला त केही पनि छैन। उनीहरूलाई पहिला चाहिँ शिक्षित हुनु पर्यो एक त। अब यो गर्यो भने त्यो हुँदो रहेछ, त्यो गर्यो भने त्यो हुँदो रहेछ भनेर उनीहरूलाई अब महसुस हुनु पर्यो। हजुर यसको लागि तपाईँले कुनै पहलहरू त्यस्तो गर्नुभएको छैन छ कि छैन? त्यसै स्कुलबाट कुनै हुन्छ नि त अहिले धेरै कुराहरू नाटकदेखि लिएर हरेक कुराहरू पनि अहिले भइरहेको छ, त्यसको लागि तपाईँद्वारा पनि त्यस्तो केही गर्नु भएको छ कि छैन? यसको लागि चाहिँ हामीले सडक नाटक गरेका थियौँ सिबिन मोल भिजनबाट चाहिँ एकचोटि सडक नाटक पुष्पलालमा र हत्याबाटीमा गरेका थियौँ हामीले चाहिँ। गर्न चाहिँ गरेर चाहिँ चेन्ज भएको देखिएको छ? चेन्ज चाहिँ भएन, अलिअलि अब कसैले चाहिँ गर्नुभयो कसैले चाहिँ गर्नु भएन, त्यति धेरै चेन्ज चाहिँ भएन। हजुर भनेपछि हजुरले चाहिँ अब यो समाज परिवर्तन गर्नका लागि चाहिँ एक त पीडित आफैले पनि आवाज उठाउनु पर्यो, हजुर यो आफूलाई भएको कुरालाई चाहिँ कानुनसम्म चाहिँ पुर्याउनु पर्यो होइन। त्यसपछि अब जस्तै कि जो चाहिँ मानिसहरू चाहिँ अब अरूलाई दुःख दिने अरूलाई चाहिँ भेदभाव गर्ने छ तिनीहरूलाई पनि कडाभन्दा कडा सजाय होइन केही त त्यो नियम अनुसारको सजाय उसलाई दिलाउन सकियो भने अरूले चाहिँ त्यो आवाज उठाउनलाई चाहिँ अलिकति गाह्रो पर्ला कि भन्ने हजुरको सोच भयो? हजुर एकदमै। अब एकचोटि आवाज उठायो अब त्यसले त सजाय पायो, मैले पनि त्यस्तै गरेँ भने मैले पनि सजाय पाउँछु कि भन्ने डर हुन्छ कि त्यसैले। भनेपछि एक त अब पीडित आफैले पनि बोल्न नसकेको कारणले गर्दाखेरि यो कार्यान्वयन चाहिँ भएको चाहिँ देखिरहेको छैन। हजुर अब म पहिला पीडित म थिएँ होइन, अब मैले त्यो बेलामा म धेरै बुझ्ने थिएन नि त। नबुझ्ने भएपछि कहाँनिर के गर्ने हुन्छ नि त। अनि पहिला चाहिँ म नबुझ्ने भएर मैले चाहिँ त्यो केही एक्सनहरू लिइनँ। अब अहिले त म बुझ्ने भइसक्यो। अब मलाई चाहिँ त्यस्तै छुवाछुतहरू हुने भयो भने चाहिँ म अवश्य आवाज उठाउँछु। अब चाहिँ हजुर भनेपछि आफ्नो लागि मात्र आवाज उठाउने होइन कि आवाज उठाउन नसक्नेहरूको लागि पनि बनेर हजुरले एउटा उनीहरूको लागि एउटा अवेरनेस प्रोग्रामहरू दिने होइन, उहाँहरूलाई पनि यस्तो गर्नु हुँदैन। त्यो भोगाइबाट चाहिँ आफूले जुन पढाइदेखि लिएर परिवारमादेखि लिएर समुदायदेखि लिएर हरेक कुरामा जुन तपाईँले भोगेको कुरा अरूले चाहिँ नभोगोस् भनेर चाहिँ जुन हजुरले पछिको लागि सोच राख्नु भएको छ नि, पक्कै पनि हजुरको यो कुरालाई चाहिँ सक्सेस होस् भनेर हाम्रो नेवा एफएम टिमबाट पनि हजुरलाई चाहिँ शुभकामना दिन चाहन्छु। धेरै धेरै धन्यवाद। हजुरले आज यसरी स्कुलमा क्लास हुँदा हुँदै पनि होइन आफ्नो आवाज म उठाउँछु
मैले बुझेको कुरा म यसरी बोल्न नसकेकाहरूको लागि चाहिँ म पक्कै पनि आवाज भएर म यसरी उहाँलाई चाहिँ सहयोग गर्छु हैन उहाँले पनि एउटा हौसलाको लागि चाहिँ म अगाडि आउँछु भनेर जुन आज हामीलाई चाहिँ समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद हजुर धेरै धेरै धन्यवाद हजुरलाई पनि अब मुख्य सर्वप्रथम चाहिँ म धन्यवाद गर्न दिन चाहन्छु भने हाम्रो गुजे छि महर्जन सर हुनुहुन्छ उहाँलाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनकि अब उहाँले हजुरसँग नभेटाइदिएको भए आज म यहाँसम्म पनि पुग्दैन थियो होला सायद मेरो आवाज अब नेवा एफएमबाट विभिन्न ठाउँहरूमा गुन्जिने थिएन होला हजुर हजुर अनि भनेपछि पक्कै पनि हजुरलाई नेटको लागि सहयोग गर्नुहुने हजुर सरले उहाँले नै हो हजुर गुजे सरले नै मलाई सहयोग गर्नुभएको धेरै धेरै धन्यवाद भन्न चाहन्छु म हजुर हजुर हजुरले यसरी नेवा एफएम टिमलाई आज यसरी समय दिनुभयो हजुरले पढाइको बावजुद पनि एकछिनको लागि भए पनि सरहरूसँग सल्लाह गर्नु भएर होइन हजुर नेवा एफएमलाई चाहिँ यसरी समय दिनुभयो हजुरको आगामी दिनहरूमा जुन लिएको लक्ष्य र सोचको लागि चाहिँ पक्कै पनि हजुर चाहिँ सक्सेस हुनुहुनेछ भन्ने शुभकामना सहित आज भने हाम्रो नेवा एफएममा झी मिसा कार्यक्रमबाट बिदा हुनेछ हजुर हस् धन्यवाद नेनामी दाजु मेजो ठुगोले छिसा नेरासरा दिएको दु नेवा एफएम 6.6 मेगाहर्ज अनलाइन पाखि जाना चंगु झी मिसा ज्याजु हजुर अले थौया झिगु ज्याजुले जी थम झी पा के मेजु न पखलना कनको जुल रासा वेक छम थते झिगु समाजे जाति भेदभाव छुवाछुतका कारण हैन थगु पढाइ ननिसे थ पास मिनिसे कया हरेक थासेले वेकन पुगेन दिगु ठौ वेकन हकनाए दिला अतिज्या वेक चाहिँ मको अति नोया मकिनुको आवाज वेक छम जुया अजापित हौसला दिए नीति जिनोया भइगु कति हकया ठौया ज्याजोले वेकन ठौचित साथ दिया दिगु ख अतिज्या ठौया ज्याजोले वेकन प यानगु खलबल छित गठिताला अले ठौया ज्याजोले छिसा यानगु खलबलले चुन मगा मचागु खदसा जित छिसा सल ब्यागी भई प्राविधिक रूपमा जित ज्याकुटी पाटे ग्वालिना सला दिमा पासा सरहना याकन सुब्या दिशा चाहिँ जी अनिता याकन छुपिन गुन्यानी छ ब्यागु उजा ब्यादी छ हजुर थौया त ब्या सुब्या जे माथ्या